यस्तो डर लागिरहेको थियो मलाई त्यहाँ कोही कम दियो स्मेल गरिसकेँ मैले मैले चक्लेट किनेको हो यो खाँदा खाँदा नि अझै यति बाँकी छ खर हल्ला थाहा पाएको होइन हो त्यहाँ ओल्डको सबसे ठुलो अरे के यो गेम कस्तो भयो आजको रात एकदम रमाइलो भयो अझ झन् म त आकाशमा उड्यो पनि उडेर झन्डै मेरो टाउको फुटेको पनि नमस्ते दर्शकबिनहरू आज चाहिँ सधैँ जस्तै हामीले चाहिँ एउटा नयाँ किसिमको चाहिँ भ्लग लिएर आएको छौँ होइन यो भनेको चाहिँ आज चाहिँ हामी मेरो गाउँको एउटा चाहिँ चाडपर्व अथवा चाहिँ एउटा फेस्टिभलमा चाहिँ हामी चाहिँ यहाँ मेला लागेकोदेखि लिएर यहाँको गेम्सहरू यहाँको भाइब्सहरू यहाँको मान्छेहरू सबैलाई ओगटेर चाहिँ एउटा राम्रो भ्लग बनाउन चाहिँ चाहन्छौँ होइन यो चाहिँ हजुरहरूको लागि हजुरहरूले पनि होइन जर्मनीको फेस्टिभल कस्तो हुन्छ गाउँको भनेर चाहिँ थाहा पाउनुहोस् भनेर चाहिँ यो भ्लग बनाउनु लामो किन भन्नु न आज चाहिँ हामी होइन खतरा खतरा गेमहरू खेल्नेछौँ केही खानेछौँ होइन देखि लिएर सबै मान्छेहरूलाई भेट गर्नेछौँ होइन अनि भ्लग चाहिँ लास्टसम्म हेर्नु होला होइन भित्र इन्टर भइसकेको छौँ होइन केही केही खेल्नमा लागिसक्यो सागर मलाई भित्रैबाट सक्छ भइरहेछ फर्स्ट गेम हो किन भन न गेम अफ द डे लन्डन आइबाट स्टार्ट हुँदैछ हाम्रो भ्लग चाहिँ होइन कति युरो अरे यसलाई चाहिँ साथी 6 युरो यसलाई चाहिँ 6 युरो परेको छ होइन त्यो साथीहरू चढ्यो सागर इन्जोय हुँदैछ अब माथि गएको बिगिनी हो त्यसपछि त्यो खेलिन्छ हामी उड्ने हो त्यसपछि 6 राउन्ड 6 युरो त्यही माथि सुस त होइन बस्यो मात्रै हल्का हावा खाथ्यो हामीले हल्का हावा कतै आइछ रात ठिक छ यो खेल्न आँटेको छ सागर होइन हजुर हौसले साथै लगिया छ यार मेरो त्यहाँ सागर यार सखर हल्ला थाहा पाएको होइन हो त्यहाँ ओल्डको सबसे ठुलो अरे के यो गेम 7 युरो यो चाहिँ ओर्थिड हुन्छ किन हामीले हेरौँ है त सुरु भइसकेको छ यार हल्ली छ रिक्समा यस्तो डर लागिरहेको थियो मलाई त्यहाँ सकियो कस्तो भयो साथी यार रिङ्गटा लाग्यो मलाई रिङ्गटा पनि लाग्यो इन्जोय पनि भयो यार अब यो खाँदैछ यो माराकुया ओरेन्ज खाँदैछ यो चाहिँ आइसबाट बनेको हुन्छ अब हेरौँ है त कस्तो टेस्ट हुन्छ भनेर त्यसको छ साथीहरू हाम्रो आइस गोला क्या बोला तू कस्तो के रिफ्रेसिङ छ है वाइट अहिलेसम्मको एक्सपिरियन्स चाहिँ कस्तो भयो अहिलेसम्म त राम्रै भइरहेको छ हेरौँ के हुन्छ अब लेट्स होप अल विल बी गुड हामी आउँदा चाहिँ हाम्रो साथीहरूलाई हामीले भेटिसकेको छौँ है उनीहरूलाई चाहिँ हामी अब इन्ट्रोडक्सन गर्छौँ है हेलो गाइस म चाहिँ सुजाता तामाङ हो यो चाहिँ मैले चक्लेट किनेको हो यो खाँदा खाँदा नि अझै यति बाँकी छ नेपालमा चाहिँ हामीले ल्याक्टो खान्थ्यौँ भने यहाँ चाहिँ यस्तो लामो वाला चक्लेट पाउने रहेछ लामो चक्लेट हो है गाइस भन्नुहोस् न खाएर एकचोटि कस्तो छ दुर्गाबाट एक शब्द है त मिठो रमज दाइ हाम्रो लेजेन्डरी फाइनल हाम्रो लेजेन्डरी मान्छेसँग भेट्न पाइसकेको छु यार म यार भेरी एक्साइटेड हामी जुडुवा हो ऊ त्यो हल्का दिनतिर म त्यो हल्का राततिर गएको जोर से बोल के लोगों को स्कीमें बता दे ल ओए के यस्तो ल गाली दे नहीं सकता नेत्र में क्या कर रहा है यार मुख में गाली दे आज चाहिँ मैले एकजना साथीहरू भेटेको छु होइन कोही कम दियो ओके चाउ साथीको मिज्यूलाई चाहिँ मैले देखिसकेको छु होइन अब चाहिँ सँगै एक दुईटा फोटो खिचौँ है त गाइज मेरो पछाडि आफ्नै आफन्त बसिरहेको जस्तो लाज छैन तर अरूले भनेपछि पत्ताउनै पर्यो ठिक छ
हिला डाला ना टेकमा हस टु द होल टाउन रोड आम गन खासमा चाहिँ बच्चामा चाहिँ मैले खतरा तीर हान्थेँ होइन आज चाहिँ कस्तो हान्छु भनेर पनि हेर्नुपर्छ है फेरि 10 रुपियाँले स्मेल गरिसकेँ मैले यसरी हान्ने हो कहिले काहीँ हारिन्छ लाइफमा के गर्नु अब माई लर्ड जल्दी गरौँ जल्दी कमान आउट कटप्पाले बाँड हान्दै हुनुहुन्छ अब कटप्पाले बाँड हान्दै हुनुहुन्छ कमान कटप्पा कमान लेट्स गो एउटा त्यहाँबाट हामीले छान्न मिल्छ अरे ओ जो हानौँ न तँ किनौँ न उताको किनौँ न यति धेरैजना मान्छेहरू आएन होइन तर यहाँ सबै गेम खेल्यो होइन यताको खेल्न चाहिँ अलि मैले पाइनँ किनकि अलिकति उल्टी आउँछ क्या मलाई फेरि यो ब्रेक डान्स खेल्ने भने चाहिँ मलाई हल्का उल्टी आउँछ होइन एकदम मजा आइरहेको आगो पनि बोलिरहेको यहाँ त साथीहरू चाहिँ अगाडि पुगिसके मजा आयो यार मजा आयो साँच्चै नै मजा आयो हजुरहरू चाहिँ जर्मनीको चाडपर्व चाहिँ कस्तो लाग्यो भनिदिनु होला होइन म एकदम चाउ साथीहरू भेटेको थियो होइन लेट्स गयो त उनीहरूलाई पनि हल्का भ्लगमा चाहिँ हालिदिने अरे उनीहरू पनि ह्याप्पी भयो होइन यही त उनी आफ्नो कन्टेन्टमा चाहिँ उनीहरू पनि ह्याप्पी भएको छ फाइनली चाहिँ अब आजको दिन अब सकिसकेको छ होइन अब चाहिँ म सबैलाई सोध्छु कि आजको दिन कस्तो भयो भनेर सागो आजको दिन कस्तो भयो हेलमेट हेरेर भन्न सक्नुहुन्छ त कस्तो भयो भने ग्ल्याडिएटर राम्रो राम्रो भयो कमल दाइ आजको दिन कस्तो भयो कमन नर्मल आजको दिन त वाइल्ड भयो एकदम रमाइलो भयो अझ झन् म त आकाशमा उड्यो पनि उडेर झन्डै मेरो टाउको फुटेको पनि है हजुर एकदम रमाइलो भयो आजको रात राम्रो भयो आजको दिन लास्ट एकदम गर्मी थियो तर बेलुका चाहिँ रमाइलो भयो सबैजनासँग रमाइलो भयो होइन साउट आउट टु अल द नेपाली पिपुल फ्रम द ओल्ड अन्डर द हो के अरे आजको दिन हजुर गर्मीले म झन्नैले पाकेन हजुर अनि जोस् अहिले रमाइलो भयो तर अहिले आएर लास्टमा चाहिँ एकदम थकित छु हजुर एक्सपेक्ट पनि गरेको थिएँ यत्रोजनालाई भेट्छु भनेर होइन अचानक भेट भएको सबैजनालाई धन्यवाद यो भिडियो चाहिँ युट्युबमा रहन्छ सदासम्म रहन्छ अनि यो दिन सबैको लागि याद रहन्छ आज साइडमा त यहाँ मुसा बिराला कुकुरहरू कराइरहन् होइन त्यसलाई मध्यनजर गर्दै चाहिँ आजको भ्लग चाहिँ इन गर्छु होइन फेरि भन त एकचोटि ल कुकुर चाहिँ क्यामेरा अगाडि भुकिरहेछ थ्याङ्क यू हजुर एकचोटि भन्नु त ल कमल दाइको एक सेन्टेन्स चाहिँ यो भ्लगमा सुन्न पाइनँ अर्को भ्लग लिएर आउँछु है त ल बाई